म निप गरेर खाने मान्छे अहिले छोरो बिस्तारा छ। यी हुन् 10 वर्षका पदम मगर। उनी स्कुल जान चाहन्छन्, साथीहरूसँग खेल्न चाहन्छन्, तर सबै सपना आज चकनाचुर भएको छ। तिमी हिँड्न सक्छौ कि सक्दैनौ? सक्दैन। सक्दैनौ? कतिमा पढ्थ्यौ तिमीले? 1 मा। ए 1 मा पढ्थ्यौ। अहिले स्कुल जान पाएको छौ कि छैनौ तिमी? छैन। पाएको छैनौ? जन्मिएको 7 वर्षको उमेरमा उनको खुट्टाले बिस्तारै काम गर्न सक्न छोड्यो। बाबाले ऋण गरेर पाल्पासम्म पुर्याए, तर निको भने अहिलेसम्म भएन। 10 वर्षको कलिलो उमेरमा आज बिस्तारामा छन् पदम। सबै साथीहरू स्कुल जाँदा खेल्दा घिर्सिएर खेल्न खोज्छन्, स्कुल जान खोज्छन्, तर उनको शरीरले साथ भने कहिले दिएन। यस्तो अब घर बसेछ, बिस्तारामा बस्छ। दिसा पिसाब गराउने भाँडो त्यहाँ किनेर यहाँ आमा नभए त्यहीमा पिसाब गर्न सक्दैन, बसेको घकरकै हो। अब त्यसलाई राख्न पर्यो, तिनी सफा गर्न पर्यो। जन्मिँदाखेरि त सबै राम्रो थियो। सब राम्रो थियो। जन्मिँदा होइन, यो भएको अहिले 3 वर्ष जति हुन लाग्यो हेर्नुहोस्, यो यस्तो गतिको भयो। बुबाले महिनाको 5,000 कमाएर कोठा भाडा, रासन पानी किन्न ठिक्क हुन्छ। छोराको उपचार कसरी गर्ने भन्दै भक्कानिन्छन्। काठमाडौँ लैजा भनेछ, मेरो खोपी छैन। ए काठमाडौँ लैजाने पैसा छैन तपाईँसँग? हजुर, काठमाडौँ लैजा भनेछ, मेरो खोपी छैन। म त्यही भएर रुनु न हाँस्नुको म छु, के गरौँ। त्यहाँदेखि घरबेटीको मैले अहिले घाँस काट्छु, बोर फाल्छु, कोठा भाडाको लागि गर्नु पर्यो। 5,000 को जम्मा डिप्टी छ। अब यत्र परिवार छन्, 5,000 को डिप्टी छ, मेरो के छ। आमाले सबैको छोराछोरी स्कुल जाँदा मेरो छोरा घरको बिस्तारमा सुतेको हेर्न पटक्कै हेर्न सक्दिन भन्दै भक्कानिन्छन्। छोरो राम्रो भइदियो हुन्थ्यो, स्कुल जान पाए हुन्थ्यो भन्ने। छोरा राम्रो भइदिए हुन्थ्यो भन्ने। हजुर। जन्मिँदा सबै राम्रो थियो छोरा? हजुर, जन्मिँदा राम्रै थियो। अब छोरा राम्रो बन्ला, राम्रो पढ्ला भन्ने बेला अहिले बिस्तारमा सुत्नु पर्ने अवस्था आयो हैन? हजुर। दर्शकहरू, आज हामी गुल्मीको मुसिकोट नगरपालिका 2 हाँडीखोलाका 10 वर्षका पदम मगरको उपचारको लागि यो भिडियो बनाउँदैछौँ। सबैले सक्दो सहयोग गर्नुहोला। अनि तिमीलाई के भएको बाबु? यहाँ दुख्छ। ए कहाँ दुख्छ? यहाँ। त्यहाँ दुख्छ? तिमी हिँड्न सक्छौ कि सक्दैनौ? सक्दैन। सक्दैनौ? कतिमा पढ्थ्यौ तिमीले? 1 मा। ए 1 मा पढ्थ्यौ। अहिले स्कुल जान पाएको छौ कि छैनौ तिमी? छैन। पाएको छैनौ? स्कुल जान मन लाग्छ कि लाग्दैन? लाग्छ। लाग्छ? स्कुल कहाँ छ तिम्रो? नजिकै छ? सबै साथीहरू स्कुल जान्छन्, तिमी स्कुल जान पाउँदैनौ, दुःख लाग्छ? सबै स्कुल जाँदा तिमीलाई स्कुल जान मन लाग्छ कि लाग्दैन? लाग्छ। लाग्छ? कहिलेदेखि तिमीले स्कुल छोडेको? लगभग 2 महिना, 1.5 महिना, 2 महिना भयो। कति भयो तिमीले स्कुल छोडेको? मस्ती भयो। अनि बुवा छोरालाई चाहिँ के भएको यो? अहिले हेर्दा छोरा राम्रो देखिन्छन्, राम्रो बोल्न सक्छन्, हैन, तर हिँड्न सक्दैन। हिँड्न सक्दैन, के गरौँ सर, यस्तै भयो। यो पहिला अब यहाँबाट हिँडेर घर पुग्थ्यो, घरबाट हिँडेर यहाँ आउँथ्यो। पछि यो अलिअलि कुँजो जस्तो भयो। कुँजो जस्तो हुँदाखेरि त्यही पनि त्यत्तिकै पढ्दै थियो। यसलाई हेराउने खराउने 2टा मेढो पनि चढाएँ, घन्टी पनि लगेर चढाएँ। अहिले गएको वैशाखमा केही हो कि भन्न पर्यो के अरे आफूले। त्यहाँ पछिको कुरो यो यहाँ स्कुलमा गऱ्यो, खुट्टा यस्तो गरायो, खुट्टा यस्तो गराएपछि पाल्पा लगायो। अहिले पाल्पा लगाएर पनि अब 2 महिना यहीँ गयो। त्यत्तिकै न पढाइ छ न के छ, हृदय आफ्नो रोइरहेको। आज काखमा हुर्किरहेको छोरा अब ठुलो होला, राम्रो बन्ला भन्ने बेलामा छोरा बिस्तारमा सुतिरहँदा साह्रै पिर पर्छ बुवा? पर्यो त पर्यो। म निप गरेर खाने मान्छे अहिले
छोरो बिस्तारा छ आमालाई लिएर जा भन् दिनभरि आमा वहीँ बस्नु पर्यो हामी त निबी गरेर खानुपर्छ नि यही भएर धेरै हत्या धेरै छ त्यही पनि उहाँले भनेको अनुसारले कोही यसो हुने भएदेखि केही थपथाप होला कहीँ उ गरौँला आफ्नो पैसाले आफ्नो कमाइले छोरालाई उपचार गर्न सक्नु भएन केही उपाय छैन केही उपाय छैन बिहान बेलुका खाने त कसरी भन्ने हो त भनेपछि यिनी स्कुल पढ्नेलाई नि त हेर्नु पऱ्यो गरी कोही 6मा पढे छन् कोही 5मा पढे छन् अहिले आमाले दिउँसो नास्ता पुऱ्याइन्छ 6कोलाई अब के गर्ने यस्तै छ हालत सबैको छोराहरू स्कुल जाँदा होइन आफ्नो छोरा चाहिँ यसरी बिस्तारामा बस्दाखेरि साह्रै मन दुख्छ बुवा किन नदुखोस् यस्तो अब घर बसेछ बिस्तारामा बस्छ ऊ दिसा पिसाब गराउने भाँडो त्यहाँ किनेर यहाँ आमा नभए त्यसमा पिसाब गर्न सक्दैन बसेको घकरकै हो अब त्यसलाई राख्न पर्यो तिनी सफा गर्न जन्मिँदाखेरि त सबै राम्रो थियो सब राम्रो थियो जन्मिँदा होइन यो भएको अहिले 3 वर्ष जति हुन लाग्यो हेर्नुहोस् यो यस्तो गतिको भयो कतै छोरा यस्तै यस्तै सुतीको सुती हुन्छन् कि भन्ने डर लाग्छ पिरै छ के अरे मलाई त पिरै छ जम्मा 2टा छोरा छ एउटा ठुलो दिदी हो यिनीहरू अब स्कुल गइरहन् उनीहरूले झोला लैदिएर के गर्ने यसलाई लतारेर लगेर के गर्ने कलसमा छन् यिनी त त्यही गर्दाखेरि अब एकमा पढ्ने मान्छे अब कोसित के गरेको थियो खुट्टु बिगार्दा यत्रो खर्च गरेँ अब यत्रो खर्च गरिदिएर पनि अझ यही मात्रै भए त हुन त फेरि पछि यो माथि यहाँ यस्तो के हो खै मैले केही बुझिनँ सर काठमाडौँ लैजा भनेछ मेरो खोपी छैन ए काठमाडौँ लैजाने पैसा छैन तपाईँसँग हजुर काठमाडौँ लैजा भनेछ मेरो खोपी छैन म त्यही भएर रुनु न हाँस्नुको म छु के गरौँ पिर नगर्नु बुवा अब तपाईँलाई पनि भगवान्ले पक्कै साथ दिएलान् होइन हजुर साह्रै पिर पर्छ छोरा यस्तो हुन्छ यति पेट भएर जम्मा 2टा यो छ एउटा पहिलातिरको एउटा छ अब त्यो पनि त्यत्तिकै अब आफ्नो गर्छ खान्छ हिँड्छ छन त मेरो छन् 3 भाइ त भए तर भए पनि उसको आफ्नो लाइनमा ऊ ठिक छ आउँछ यहीँ भाइ म सार्थ जान्छ अब के गरौँ अब उसले कमाएर दिने खुबी छैन गरो आफैलाई खाना ठिक्क हो त्यही कता खान्छ कता हो के बाबु हजुर तिमीलाई हस्पिटल जान मन छ छिट्टो निको हुन पाए हुन्थ्यो भन्ने छ कि छैन छ नि है तिमी उपचार गर्न कहाँ गयो ल मलाई भन त पाल्पा मात्र गएको हो टक्सार गइयो टक्सार नि गएको त्यहाँबाट अनि सबै स्कुल जाँदा तिमीलाई स्कुल जान मन लाग्छ कि लाग्दैन बाबु लाग्छ कतिसम्म पढ्ने रहर छ तिमीलाई पढ्न मन लाग्छ कतिसम्म पढ्ने मन छ धेरै पढ्न मन छ पढ्न पाउँछ कि पाउँदैनौ तिमी पाउँदैन तपाईँको नाम के भन्नुभयो प्रेम कला मगर हजुर छोरालाई यस्तो भएको कति भयो 3 वर्ष जति 3 वर्ष भयो हजुर हस्पिटल पुऱ्याउनु भयो छोरालाई हजुर के भन्छ डाक्टरले हस्पिटल पुऱ्याएपछि उहाँ काठमाडौँ लैजा भन्छ काठमाडौँ लैजा भन्छ है हजुर काठमाडौँ लैजाने पैसा छ कि छैन तपाईँसँग छैन है हजुर के भन्छन् छोराले के भयो भन्छन् छोराले अहिले त केही नि भन्दैन मलाई यो दुख्यो यो दुख्यो यो म हिँड्न सकिनँ भन्छ पढ्न पाइन सबैको छोराहरू स्कुल जाँदा आफ्नो छोरा बिस्तारामा दिसा पिसाब सोरेर बस्नुपर्ने अवस्था छ होइन हजुर साह्रै मन दुख्छ है हजुर के सोच्नुहुन्छ तपाईँले छोरो राम्रो भइदियो हुन्थ्यो स्कुल जान पाए हुन्थ्यो भन्ने छोरो राम्रो भइदियो हुन्थ्यो भन्ने हजुर जन्मिँदा सबै राम्रो थियो छोरा हजुर जन्मिँदा राम्रै थियो अब छोरा राम्रो बन्ला राम्रो पढ्ला भन्ने बेला अहिले बिस्तारमा सुत्नु पर्ने अवस्था आयो होइन हजुर पिर पर्छ उसका सँगैका साथीहरू उसका भाइहरू बहिनीहरू स्कुल जान्छन् होला होइन हजुर त्यति बेला छोराले म पनि स्कुल जान्छु भन्छन् कि भन्दैन भन्छ के भनेर सम्झाउनुहुन्छ तपाईँले बाबु तिमी सक्दिनौ स्कुल जान भोलि पर्सि जौली सन्चो भएपछि भनेर सम्झाउँछु छोराले के भन्छन् त नै म जाने स्कुल भन्छ खेल्न खोज्छन् होला है हजुर खेल्न खोज्छन् हजुर अनि त्यस्तो उठेर अलि टाढासम्म जान सक्छन् कि सक्दैनन् सक्दैनन् है हजुर
टाढा गयो भने पनि बोकेर लाने हो दिसा पिसा पनि म आफै गराउँछु के लाग्छ छोरालाई ठिक होला भन्ने लाग्छ कि लाग्दैन तपाईँलाई छोरालाई ठिक भयो भने त भन्ने लाग्छ तपाईँलाई विश्वास छ छोरो पछि ठिक हुन्छन् भन्ने विश्वास छ तपाईँलाई हजुर छ नि है नराउनु दिदी अब पक्कै सन्चो होला है हजुर अब हामी आएको छौँ हाम्रो यो भिडियो हेरेर बस्ने दर्शकहरूले पक्कै पनि तपाईँलाई सहयोग गर्नुहुनेछ के भन्न चाहनुहुन्छ भिडियो हेरेर बस्ने दर्शकहरूलाई तपाईँको भिडियो हेर्नुहुन्छ मेरो छोरालाई उपचार गरिदिनु भनेर सबैलाई सहयोग गर्न भनेर भन्छु के भन्न चाहनुहुन्छ बुवा भन्नुहोस् त त्यही हो उसले जे भन्नु खोपी नभएपछि अब कहीँ गर्न निकालौँला छैन कहीँ केही गरौँला छैन सबैले सकिदिए आफ्नो पनि गर्न होला भन्ने इष्टमित्र औ गरेर त्यही भएर 2 नम्बर वार्डकोले मैले भेटिहालेँ भेटेपछि तिनै कुरा गरेर आएको त्यहाँबाट यहाँ अब सबैतिरबाट यसो भएछ र ऊ गरेछ भने लगेर देखाउँला कि यो मनले देखाउँला कि होला कि त्यतिमा छु सर म त के हो तपाईँले के काम गर्नुहुन्छ मैले केही गर्दैन यी घरबेटीको मैले यही घाँस काट्छु बोर फाल्छु कोठा लागि गर्नु पर्यो माथि र यो ऊ एके शर्माका मेरो बिहानको 5,000 को जम्मा डिप्टी छ अब यत्र परिवार छन् 5,000 को डिप्टी छ मेरो के छ कुखुरा काट्ने हेर्नु कुखुरा काटिदिन्छु त्यहाँबाट फेरि उनीहरूले बोका काट्नु पर्यो भने बोकातिर फेरि लाग्छु त्यहाँबाट आएर फेरि यहाँको सेयर गर्छु फेरि घाँस काट्छु यति हो मेरो अरू केही छैन छोराले कहिले काहीँ खेल्न चाहन्छन् होला स्कुल जान चाहन्छन् होला अब के गर्नु अब हिँड्न कसैले यसो अब हिँड्दै फुङलुङ पल्टे उठाइदिने मान्छे हुन्न अब निकालिदिएर बाटोमा छोडिदिएर भएन गाडीको यस्तो उमा त्यही भएर खालि पछि पर्ने उसको खुसीले यसो निकालेर त्यहाँ डुलायो न यति अब बस्ने